हामी सोरेङ जिल्लाबाट च्याखुङ ग्राम पञ्चायत इकाइबाट जुन 18औं एलडी काजी मेमोरियल गोल्ड कप फुटबल टुर्नामेन्टको कमिटी हजुर समक्ष यहाँ उपस्थित हामी जनाउन आएका छौँ र विशेष गरेर स्वर्गीय एलडी काजी जो प्रथम सिक्किमका मुख्यमन्त्री हुनुहुन्थ्यो उहाँको स्मृतिमा सन् 2008 देखि हामीले उहाँको एउटा जुन याददास्तमा वर्षेनी एउटा गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना गर्दै आएको तपाईँहरूलाई जानकारी दिन चाहन्छौँ र त्यस्तै प्रकारले हामी यस 2025 मा जुन पहिला 2008 देखि सुरु भएको थियो र 2018-19 सम्म हामीले लगातार निरन्तरता दिइरहेका थियौँ। त्यसपश्चात कतिवटा कारणवश हामीले 2-3 साल स्थगित गर्नु पर्यो र यसपालि हामीले फेरि यो सबै कार्यक्रमलाई पूर्ण रूपले पहिलाको एउटा रूप दिएर हामीले भव्य रूपमा आयोजना गर्ने अठोट गरेका छौँ र यसमा सर्वप्रथम हाम्रा यस समितिको सेलिब्रेसन कमिटीको जति पनि हामी यहाँ कमिटी यहाँ उपस्थित छौँ तपाईहरुलाई अलिकति परिचय म साट्न चाहन्छु र मेरो अहिले मेरो देब्रेपट्टि हुनुहुन्छ यसै आयोजक समितिको एडभाइजर तथा च्याखुङ टेरिटोरियलका जिल्ला पञ्चायत महोदय श्री दीपक गुरुङ र मेरो दाहिनेतर्फ हुनुहुन्छ यस समारोह समितिका जेनरल सेक्रेटरी 2 श्रीमान अभिषेक खेवा त्यस्तै प्रकारले मेरो देब्रे तर्फमा श्रीमान इरास्टस लेप्चा जुन सिक्किम सरकारको एपीएस पनि हुनुहुन्छ र यसै समारोह समितिको हामी जेनरल सेक्रेटरी र अझ मेरो देब्रेपट्टिमा हुनुहुन्छ स्वर्गीय एलडी काजी महोदयको सबैभन्दा कान्छो ग्रान्डसन भनौँ नाति र केही हामी सम्पूर्ण यो कमिटी आज तपाईहरु समक्षमा उपस्थित भएका छौँ र यसमा हामीले जानकारी दिनु पर्दाखेरि हामीले जुन 2008 देखि एउटा भव्य रूपमा वर्तमान अहिलेको मुख्यमन्त्री महोदय जो तत्कालीन त्यतिबेला हाम्रो विधायक पनि हुनुहुन्थ्यो अथवा मन्त्री पनि हुनुहुन्थ्यो उहाँले नै यो सुरुवात गर्नुभएको यो कार्यक्रम थियो र यसलाई फेरि यसपालि हामीले एउटा भव्यताको साथमा र थप कार्यक्रमको आकर्षक कार्यक्रमहरू पनि थप लिएर हामीले आएका छौँ र यसमा हामीले तपाईहरुको एउटा महत्त्वपूर्ण समयलाई हामी खेर नफालिकन यसमा जति यो कार्यक्रमको रूपरेखा छ र यो कुन सुरुवातको एउटा जुन इतिहासहरू छ मेरा देब्रेपट्टि बस्नुभएका हाम्रा यस समारोह समितिका एडभाइजर महोदयबाट तपाईहरुले धेरै जानकारी पाउने हुन्छ र म यो समय उहाँलाई दिन चाहन्छु। नमस्कार मिडियाको साथीहरूलाई विशेष गरेर म सोरेङ च्याखुङ निर्वाचन क्षेत्र अन्तर्गत च्याखुङ टेरिटोरियलको जिल्ला पञ्चायत र 18 एलडी काजी टुर्नामेन्ट गोल्ड कपको चिफ एडभाइजरको नातामा यहाँ आज उपस्थित भएको छु। विशेष गरेर यो एलडी काजी टुर्नामेन्ट गोल्ड कप किन सुरु भयो र कसरी सुरु भयो र कसको पालामा सुरु भयो भन्ने कुरोमा म तपाईहरुलाई प्रकाश पार्न चाहन्छु। 2008 मा अहिलेको वर्तमान मुख्यमन्त्री श्री पीएस गोलेज्यू च्याखुङ निर्वाचन क्षेत्रको विधायक हुनुहुन्थ्यो अनि त्यस समयमा उहाँ स्पोर्ट्स विभागको मन्त्री पनि हुनुहुन्थ्यो अनि उहाँले एक दिन हामी सम्पूर्ण पञ्चायतलाई पार्टीको साथीहरूलाई बोलाएर उहाँले भन्नुभयो कि च्याखुङमा एलडी काजी टुर्नामेन्ट गोल्ड कप गर्नु जरुरी छ। किन गर्नु जरुरी छ भने उहाँ चाहिँ एउटा डेमोक्रेसी ल्याउने सिक्किममा एउटा पिता हुनुहुन्छ र उहाँको सम्झनामा उहाँको आत्माले पनि एउटा सम्मान पाउने र उहाँको जति पनि अहिले रहेको जति पनि परिवारहरू छ उहाँहरूलाई पनि अनर गर्दै हामीले एउटा टुर्नामेन्ट गोल्ड कप आयोजना च्याखुङमा गर्नुपर्छ किनभने एलडी काजी च्याखुङको हो। त्यसले गर्दाखेरि यही च्याखुङको भूमिबाट यही च्याखुङको माटोमा उहाँ खेल्नु भएको यहाँबाट नै उहाँले राजनीतिक जीवन सुरु गरेको त्यसले गर्दाखेरि च्याखुङमै उहाँको चाहिँ एउटा राम्रो टुर्नामेन्ट हुनुपर्छ भन्ने उहाँको एउटा पहलमा उहाँले त्यसरी सोचेर त्यति बेला म त्यहाँको पञ्चायत प्रेसिडेन्ट थिएँ र उहाँले त्यसरी हामीलाई भन्नुभयो अनि तुरुन्त मिटिङ गरेर यो कार्यक्रमलाई एलडी काजी टुर्नामेन्ट गोल्ड कप सुरु हुने भयो अनि त्यो एलडी काजी टुर्नामेन्ट गोल्ड कप त्यति बेला सुरु गर्दाखेरि कमिटीमा स्वयं
वर्तमान त्यति बेलाको विधायक अहिलेका वर्तमान मुख्यमन्त्री महोदय उहाँ चिफ प्याटर्न हुनुहुन्थ्यो र उहाँको अगुवाईमा यस्तो खालको प्रोग्राम भयो। सायद तपाईँहरूले पनि देख्नुभयो होला, कतिजनालाई थाहा छैन होला। र पहिलाको त्यो भिडियो क्लिप्सहरू हेऱ्यो भने हामी सबै थाहा पाउँछौँ। र सिक्किममा सायदै मलाई लाग्छ र त्यति बेलाको दर्शक, त्यति बेलाको बुद्धिजीवीहरूले, त्यति बेलाको खेलकुद प्रेमीहरूले कुरा गरेको देख्दाखेरि सुन्दाखेरि यो चाहिँ एउटा स्टेट लेभल मात्रै नभएर यो चाहिँ एउटा नर्थ इस्टको एउटा लेभलको त्यो स्ट्यान्डर्डको प्रोग्राम भयो भनेर भन्नुहुन्थ्यो। र हामीलाई पनि त्यति याद थिएन। तर जब आफ्नो विधायक नै, त्यो निर्वाचन क्षेत्रको विधायकले नै यो कार्यक्रमलाई चाहिँ भव्य र सभ्य बनाउनुपर्छ भनेर उहाँले आँट गरेर उहाँको इन्ट्रेस्टमा उहाँ आफै पनि स्पोर्ट्स मिनिस्टर भएकोले गर्दाखेरि है सम्पूर्णमा मेसेज पठाएर बाहिरबाट यति बेसी टिमहरू ल्याएर है टफ टिमहरूलाई बोलाएर, क्लबहरूलाई बोलाएर उहाँले यो आयोजना सुरु गरे। त्यति बेला आउने क्लबमा म एउटै क्लबको नाम भन्न चाहन्छु, त्यो हो मनबगान। र च्याखुङ जस्तो एउटा दुर्गम क्षेत्र, च्याखुङ जस्तो एउटा ब्याकआउट एरियामा पनि हाम्रो विधायकले, त्यति बेलाको विधायक अहिलेको वर्तमान मुख्यमन्त्री महोदयले च्याखुङको जनतालाई माया गरेर, च्याखुङको तल भेकमा बस्ने मान्छेहरूले पनि यो टुर्नामेन्ट चाहिँ राम्रो प्लेयर्सहरू पनि उनीहरूले आम्ने सामने देख्न पाओस्, हेर्न पाओस्, मजा लिनु पाओस्, खुसी हुन पाओस् भनेर उहाँको त्यति बेला त्यत्रो ठुलो दिल र विचार भएको नेता भएकोले गर्दाखेरि मनबगान सेलसम्म पनि च्याखुङको ग्राउन्डमा पहिलो टेकेको विदितै म तपाईँलाई जानकारी दिन चाहन्छु। र यसरी नै अब हाम्रो योपालि 2025 को जुन चाहिँ हामी फेरि एलडीगाजी टुर्नामेन्ट गोल्ड कप हो, हाम्रो गभर्मेन्ट 2019 मा आयो। त्यसपछि यो एलडीगाजी टुर्नामेन्टलाई हामी त्यतिकै लाने हाम्रो कार्यक्रम थियो। तर कोभिडको कारणले गर्दाखेरि हामीले यसलाई कन्टिन्यू लान सकेनौँ। त्यसपछि अहिले हामी 2025 मा आएर हामीले यो कार्यक्रम सुरु। अब यसमा पनि अलिकति बिचमा अझै ग्याप भयो भन्ने तपाईँहरूलाई प्रश्न लाग्छ होला। कोभिड त 2 साल मात्रै भएको भन्ने तपाईँलाई याद छ है। यो चाहिँ किन फेरि अलिकति ढिलाइ भयो भन्ने कुरामा चाहिँ के छ भन्दाखेरि चाहिँ प्रिभियस गभर्मेन्टमा जब 2008 मा जब अहिलेको वर्तमान मुख्यमन्त्री जति बेला विधायक हुँदाखेरि जुन प्रकारको एउटा गोल्ड कपको एउटा स्ट्यान्डर्ड मेन्टेन गरेर जुन प्रकारले उहाँले खेलाउनु भयो, त्यसपछि हामी अथवा माननीय के अरे विधायक त्यति बेला अहिलेको वर्तमान मुख्यमन्त्री महोदय विद्रोहमा जब निस्किएको पछि प्रिभियस गभर्मेन्टले खेलाउनु भयो है। त्यसपछि दोस्रो टर्ममा चाहिँ तपाईँको यो एलडीगाजी टुर्नामेन्ट गोल्ड कपको जुन चाहिँ एउटा ओपन टुर्नामेन्ट थियो, त्यसलाई चाहिँ फेरि त्यो प्रिभियस गभर्मेन्टमा चाहिँ के भयो भन्दाखेरि चाहिँ जुनियर नानीहरूलाई फेरि त्यो एउटा मौका दिने भएर जुनियर नानीहरूलाई खेलाउन थाल्यो। अनि त्यसमा चाहिँ एउटा पब्लिक ओपिनियन, फेरि पब्लिककोबाट चाहिँ होइन यो चाहिँ एउटा गोल्ड कप भनिसकेपछि चाहिँ तपाईँको हाई लेभलको एउटा है ओपन अनि टफ लेभलको है राम्रो क्लबहरू आएर नै खेलाको भएदेखि चाहिँ राम्रो हुन्थ्यो भन्ने पब्लिकको एउटा ओपिनियन थियो। त्यसपछि हामी अब त्यो जुनियर नै खेलाउनु पर्ने हो कि या फेरि ओपन गरेर सिनियर खेलाउनु पर्ने हो कि भन्नेमा चाहिँ हामीलाई चाहिँ टाइम लाग्दाखेरि चाहिँ सबैकोबाट फेरि है बुद्धिजीवी वर्गहरू सबैकोबाट हामीले सोधपुछ गर्दाखेरि चाहिँ फेरि के ओपिनियन आयो भन्दाखेरि चाहिँ होइन यो चाहिँ एलडीगाजी टुर्नामेन्ट गोल्ड कप जुन प्रकारले 2008 मा यस्तो भव्य है एउटा नेसनल लेभलको यस्तो टफ प्रोग्राम भएको त्यस्तै नै हुनुपर्छ भन्ने पब्लिक ओपिनियन भयो। त्यसले गर्दाखेरि चाहिँ हामीले योपालि चाहिँ फेरि त्यो लेभलकै जति बेला 2008 मा जुन प्रकारले गऱ्यौँ अघि त्यो लेभलको अब त्यति बेलाको दर्शक र अडियन्स भन्ने कुरो त अब यति बेसी जीवनमा पहिलोपल्ट देखियो है। र हामी कमिटीमा थियौँ, डर पनि लाग्थ्यो केही भयो भने यो केही हादसा हुन्छ भन्ने डर लाग्यो, त्यति डरलाग्दो क्राउड। र त्यस्तै खालको एउटा त्यही लेभलको यो कार्यक्रम गर्नको लागि अहिलेको वर्तमान सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको विधायक श्री आदित्य गोलेज्यू, उहाँ अति इनर्जेटिक, एजुकेटेड है, उहाँ हँसिलो अनि अहिलेको आउने यो कमिङ जेनेरेसनको युवा पिँढीलाई के गर्दाखेरि चाहिँ उहाँहरूले फाइदा पाउँछ भनेर दिमागमा सोचेर बुझेर फेरि एउटा इनर्जेटिक विधायक फेरि सोरेङ च्याखुङ निर्वाचन क्षेत्रले पायो। त्यसले गर्दाखेरि
हाम्रो वर्तमान अहिलेको विधायक अदित्य गोलेज्यू यो आयोजक समितिको फेरि उहाँ चिफ प्याटर्न हुनुहुन्छ र उहाँले पनि त्यति बेला जुन प्रकारको प्रोग्राम भयो त्योभन्दा पनि अझै भव्य अनि सभ्य हुनुपर्छ भन्ने फेरि उहाँको एउटा आफ्नै फेरि सोच भएकोले गर्दाखेरि उहाँले फेरि हामीलाई तताउनु भयो है। विधायकले ततायो भने मात्रै कमिटी तातिन्छ नि त होइन। त्यसले गर्दा उहाँले हामीलाई जुन प्रकारले तताउनु भएको छ र उहाँले जुन प्रकारले जोस हामीलाई क्रिएट गर्नुभएको छ हामी त्यो प्रकारले अगाडि बढिरहेको छौँ। त्यसले गर्दा यो पालिको जुन चाहिँ प्रोग्राम हुँदैछ च्याखुङको खेला मैदानमा र म यहाँबाट सम्पूर्ण यस मिडियामा जोडिनुहुने जति पनि दर्शक महानुभावहरू हुनुहुन्छ उहाँहरू सबैलाई बुद्धिजीवी वर्ग भयो, तपाईँको जति पनि कर्मचारी वर्ग भयो, सिक्किममा भएको व्यापारी वर्ग भयो, सम्पूर्ण समुदायलाई म 10 औँला बिन्ती जोडी च्याखुङमा 30 तारिकदेखि ओपनिङ भइरहेको छ एलडी गाजी टुर्नामेन्ट गोल्ड कप र त्यसको फाइनल डे पनि म बताउन चाहन्छु 9 तारिक चाहिँ तपाईँको समापन समारोह छ र सम्पूर्णलाई च्याखुङ एलडी गाजी टुर्नामेन्ट गोल्ड कप आयोजक समितिको तर्फबाट तपाईँहरू सबैलाई आइदिनुहोस् र च्याखुङलाई हेरिदिनुहोस्। च्याखुङ कस्तो रहेछ सोरेङ च्याखुङ भनेर तपाईँले पनि हेरिदिनुहोस् भन्दै मेरो यो कुरा यहाँ राखेर म के इभेन्ट्सहरू अब फेरि त्यहाँ चाहिँ के हुनेवाला छ, फुटबल मात्रै हो कि अरू पनि हो भन्ने विषय लिएर चाहिँ म यहाँ हाम्रो आयोजक समितिको जनरल सेक्रेटरी 2 श्री अभिषेक खेवाज्यूलाई म यो माइक्रोफोन दिन चाहन्छु। टिम्सहरूको है टुर्नामेन्टको स्ट्रक्चर है प्राइमेरीली यो तपाईँको फुटबल टुर्नामेन्ट हो है। यो स्टेट या नेसनल लेभल सँग सीमित रहने यो फुटबल टुर्नामेन्ट है। इन्टरनेसनल त म भन्न सक्दिनँ किनकि यहाँ एउटा कन्ट्री one more एक्स्ट्रा कन्ट्रीको मात्रै पार्टिसिपेसन छ, बट स्टिल लाइक यो इन्टरनेसनल लेभलसँग पनि जाने एउटा फुटबल टुर्नामेन्ट है। लाइक मेरो आफू मेन्सन आउनु भएको मेम्बरले जे भन्नुभयो कि लाइक यो एउटा ब्रिफ हाइटसबाट चाहिँ यो टुर्नामेन्ट फेरि सुरु गरिँदैछ है। सो हाम्रो अहिले प्रेजेन्ट अनरेबल एमएलए सरको एनर्जेटिक है तपाईँको सोच र उहाँको अलिकति हेल्थ र तपाईँको फिटनेसपट्टि अलिकति उहाँको एउटा मेजर इन्ट्रेस्ट रहेकोले गर्दाखेरि चाहिँ यसपालि चाहिँ एकदमै भव्य रूपमा चाहिँ यो टुर्नामेन्ट मनाइनुपर्ने छ भनेर उहाँको डिरेक्सनमा हामीले गर्दाखेरि यो 16 टिम्सको नकआउट टुर्नामेन्ट हुनेवाला छ है। 16 टिम्समा म तपाईँलाई टिमको लिस्ट पढेर सुनाउने छु है। हाम्रो सिक्किमबाट टप एचपिएलमा पार्टिसिपेट गर्नुहुने टिम्सहरू छ। हाम्रो सिन्स यो सोरेङ च्याखुङ कन्स्टिट्युएन्सीमा भएकोले गर्दाखेरि हाम्रो होम टिम यो टुर्नामेन्टको सिङ्लिङ स्पोर्टिङ क्लब रहनेछ भन्दाखेरि त्यो समेत तपाईँको आक्रमण एससी, सिक्किम हिमालयन स्पोर्टिङ क्लब, रेड पान्डा फुटबल क्लब नाम्ची, सिक्किम पुलिस टिम, तपाईँको गेजिङबाट याङथाङ युनाइटेड र तपाईँको ब्रदरहुड एफसी जो चाहिँ आई लिगमा नै यसपालि पार्टिसिपेट गर्नु गएको छ, गइरहनु हुनेवाला छ भनेर चाहिँ यो टप 7 टिम्सहरू सिक्किमको टप टिम्सहरू पार्टिसिपेट गर्दैछ। यो समेत नेपालबाट तपाईँको झापा 11 जो चाहिँ चिफ मिनिस्टर गोल्ड कपमा पनि पार्टिसिपेट गर्नुभएको थियो जोरथाङमा, एकदम टप टिम विथ नेसनल प्लेयर्सहरू र त्यो समेत एउटा नयाँ टिम यसपालि नेपालबाट हाम्रो पार्टिसिपेट गर्नुहुँदैछ। टिमको नाम छ मकवानपुर एफसी। यहाँ पनि तपाईँको धेरै नेसनल इन्टरनेसनल खेल्ने नेपालको नेसनल टिम्सको मेम्बर्सहरू प्लेयर्सहरू लिएर उहाँहरू समेत आउनु हुँदैछ है। यो साथसाथै हाम्रो इन एन्ड अराउन्ड हाम्रो छिमेकीहरू बाट तपाईँको कर्सियङबाट युकेएफसी युनाइटेड कर्सियङ फुटबल क्लब, त्यहाँदेखि मिक्स्ड अप बोइज पनि आउनु हुँदैछ पार्टिसिपेट गर्नु। कालिम्पोङबाट है अहिले एकदमै पपुलर भइरहेको टिम जोर्जियन एफसी पनि आउनु हुँदैछ पार्टिसिपेट गर्नु। र यसपालि नर्थ इस्ट भेगबाट हाम्रो मिजोरामबाट काजवाल भेङतार एफसी जो चाहिँ तपाईँको यो स्टेट लेभल इन्डिपेन्डेन्स डे जुन चाहिँ गान्तोकमा टुर्नामेन्ट हुन्छ त्यसको विनर पनि रहिसक्नु भएको छ। प्लस उहाँहरू गभर्नर्स गोल्ड कपमा पनि क्वार्टर फाइनलसँग चाहिँ उहाँहरूले खेला देखाउनु भएको छ, रोमाञ्चक खेला देखाउनु भएको छ। काजवाल भेङतार मिजोराम यो टिम पनि आउँदैछ पार्टिसिपेट गर्नु। यो साथसाथै जलपाइगुडीबाट तपाईँको बिएसके जलपाइगुडी भन्ने एउटा टप टिम पार्टिसिपेट गर्नु आउनु हुँदैछ। साथसाथै सिलिगुडीबाट कञ्चनजङ्घा फुटबल क्लब र मालबजारबाट एसटी ब्रदर्स। यो 16 टप टिम्सले चाहिँ तपाईँको च्याखुङमा हाम्रो एउटा रिभ्याम्प्ड तपाईँको जुन चाहिँ ग्राउन्ड छ च्याखुङको फुली स्ट्यान्डर्ड 11 साइड ग्राउन्ड, यसमा चाहिँ एकदमै रोमाञ्चक खेला देखाउनु यो 30 अक्टोबरदेखि 9 नोभेम्बर
जुन चाहिँ फाइनल छ त्यो त्यति बेलासम्म आउँदैछ है। र अन बिहाफ अफ हाम्रो यो होल कमिटी है, हामी अल स्ट्राटा अफ सोसाइटी है, सिनियर जुनियर युथ्स है, जेन्जिज है, तपाईँको एट द सेम टाइम सिनियर्सहरू जसले चाहिँ फुटबल है जुन चाहिँ हाम्रो वान अफ द मोस्ट पपुलर स्पोर्ट्स इन द वर्ल्ड है र हाम्रो स्टेटमा पनि एकदमै फलोइङ छ है, तपाईँहरूलाई अपिल गर्दछु कि तपाईँहरू सम्पूर्ण आएर यो स्पोर्ट्स एक्स्ट्रा भ्यागेन्जाको मजा लिइदिनुहोस् है। यो फुटबल टुर्नामेन्ट हेरिदिनुहोस् र इन्जोय गरिदिनुहोस् है। यो साथसाथै अर्को कन्सेप्ट र अर्को स्पोर्ट्स हाम्रो यो टुर्नामेन्टमा के जोडिँदैछ भन्दाखेरि यही टुर्नामेन्टको 8 नोभेम्बरमा चाहिँ तपाईँको म्याराथन पनि अर्गनाइज गरिनेछ। म्याराथनको नेम टाइटल छ च्याखुङ रन। यो सोरेङ डिस्ट्रिक्ट वरिपरि रन गरिन्छ। यो म्याराथनको 3टा क्याटेगोरिज छ है। हाफ म्याराथन हो, फर्स्टली 21 किलोमिटर्स, देन 10 किलोमिटर्स एन्ड 5 किलोमिटर्स अफ फन रन। यो 3टा क्याटेगोरीमा यो म्याराथन कुदाइनेछ है। यो पनि एकदम यो आइडिया र इनिसिएटिभ हाम्रो माननीय क्षेत्र विधायक श्री आदित्य गोले सरको पर्सनल पुशबाट चाहिँ यो एफर्ट आएको है। उहाँ एकदमै तपाईँको जुन चाहिँ दिल्लीमा हुने वेदान्त के अरे दिल्ली म्याराथनहरू सबै कुदेर सायद आज पनि उहाँ म्याराथन कुदेर बस्नु भएको छ है। उहाँ एउटा एम्बेसेडर, हाम्रो स्टेटको एम्बेसेडर पनि भन्दा हुन्छ हेल्थ एन्ड फिटनेसको। आफूलाई पनि एकदमै फिट राख्नुहुन्छ, हामीलाई पनि इन्सपायर गर्नुहुन्छ फिट बस्नु है। मैले पनि उहाँकोबाट धेरै कुराहरू सिकेको छु फिटनेस र अब के भन्छ हेल्थको विषयमा। सो उहाँको इनिसिएटिभमा चाहिँ यो म्याराथन रन गरिनेछ र यसको क्याटेगोरी अनुसारले है इभन बाहिरबाट पनि एथलिट्सहरू चाहिँ आएर पार्टिसिपेट गरोस् भनेर तपाईँको प्राइज मनीहरू पनि एकदम ह्यान्डसम राखिएको छ है। प्राइज मनी मेन्सन गर्दाखेरि तपाईँको मेन एन्ड वुमन दुईटा क्याटेगोरीको सेपरेटली तपाईँको 21 किलोमिटर्सको हाफ म्याराथनमा विनर्स फर्स्ट प्लेस 50,000, सेकेन्ड प्लेस 30,000 र थर्ड प्लेस 20,000 रुपिसको नगद पुरस्कार राखिएको छ। मेन वुमन बोथ डिफरेन्ट सेपरेट क्याटेगोरिज। इभन 10K म्याराथनमा पनि मेन एन्ड वुमनको क्याटेगोरीमा 30,000 फर द विनर, 20,000 रुपिस फर सेकेन्ड र 10,000 थर्डको लागि राखेको छ। मेन वुमेन दुईटा क्याटेगोरिज। यो समेत 5 किलोमिटर्सको फन रनमा चाहिँ तपाईँको टप अफिसर्स अफ द डिस्ट्रिक्ट विथ रिटायर्ड इम्प्लोइज र सिनियर सिटिजन्स इभन जुनियर किड्सहरूलाई पनि पार्टिसिपेट गर्ने र गिफ्ट ह्याम्पर्सहरू उहाँलाई पनि पेश गरिनेछ। यो साथसाथै तपाईँको यो म्याराथनको एउटा कल्चरलाई चाहिँ प्रमोट गर्नु लागि चाहिँ सरकै कन्सेप्टपट्टिबाट चाहिँ यसपालि हामी के इन्ट्रोड्युस गर्दैछौँ भन्दाखेरि सायद अरू जग्गा पनि इन्ट्रोड्युस भइसकेको छ। फर्स्ट सेकेन्ड थर्डलाई मात्रै होइन, सम्मानित चाहिँ हामी होल कुद्ने सबै जतिजनाले पार्टिसिपेट गरेर फिनिस गर्छ उहाँहरूलाई सबैलाई मेडल र सर्टिफिकेट दिनेवाला छौँ। साथसाथै टप 13 पार्टिसिपेन्ट्स मानिलिनुहोस् 21K मा फर्स्ट सेकेन्ड थर्ड आयो, त्यसको बाद पनि लास्ट आफ्टर द्याट 10वटा पार्टिसिपेन्ट्स द्याट इज टप 13 जो आउँछ उनीहरूलाई पनि 5,000 इचको एउटा कन्सोलेसन राखिनेछ सो द्याट एउटा म्याराथनको तपाईँको के भन्नु यो स्पोर्ट्स र यो खेलको चाहिँ एउटा इन्करेजमेन्ट आओस् भनेर। यो साथसाथै तपाईँको यो टुर्नामेन्टमा तपाईँको हाम्रो बडिङ अन्टरप्रेनर्स र सोरेङ डिस्ट्रिक्ट चाहिँ हाम्रो के अरे अनरेबल चिफ मिनिस्टर सरको डिरेक्सनमा र हाम्रो अनरेबल एमएलए सरको डिरेक्सनमा चाहिँ हाम्रो सोरेङ डिस्ट्रिक्ट टुरिज्म डेभलपमेन्ट एसोसिएसन जुन चाहिँ फर्म गरेको छ त्यो कारणले सोरेङ डिस्ट्रिक्टलाई चाहिँ हामी यो नेसनल म्याप र वर्ल्ड म्यापमा टुरिज्म म्यापमा लिने चाहिँ यो वर्ष अगाडिदेखि नै धेरै प्रयास गरिरहेको छौँ। हामी धेरै टिटिएफ पनि गइसकेको छौँ र त्यस्तो टुरिज्म रिलेटेड अन्टरप्रेन्योरसिप र एसएचजीहरूलाई प्रमोट गर्नु लागि चाहिँ यो 18th एलडी गाजी मेमोरियलको भेन्यूमा चाहिँ तपाईँको एसएचजी स्टल्सहरू जहाँ चाहिँ अन्ली युनिक प्रेजेन्टेसन फर इक्जाम्पल टोटल तपाईँको लोकल कुजिन्स है, टोटल लोकल प्रोडक्ट्स फ्रम अल डिफ्रेन्ट एसएचजीज अफ द डिस्ट्रिक्ट एट द सेम टाइम तपाईँको हाम्रो स्वयं हाम्रो क्षेत्र विधायक सरको पनि एउटा युनिक स्टल रहनेछ र जतिवटा टुरिज्म रिलेटेड अन्टरप्रेनर्सहरू छ उहाँहरूलाई स्टल यहाँ प्रोभाइड गरेर चाहिँ तपाईँको एउटा सानो तपाईँको एउटा फेयर पपअप स्टल जहाँ क्याफेजहरू हुन्छ, बडिङ एन्टरप्रेनर्सहरू जसले बेकरिजहरू सुरु गरेको छ उहाँहरूलाई इन्करेज गर्नु लागि एसएचजीको लागि एउटा सेपरेट स्टल पनि रहेको छ। सो मेन यो 3टा तपाईँको जुन चाहिँ हामीले नयाँ कन्सेप्ट लगाएको छौँ है, म्याराथन हुनु त पुरानै हो तर भए पनि हाम्रो डिस्ट्रिक्टमा आई थिङ्क दिस इज वान अफ द फर्स्ट टाइम्स
जहाँ चाहिँ म्याराथनको के अरे एउटा टुर्नामेन्ट हामीले होस्ट गर्दैछौँ। एट द सेम टाइम फुटबल जुन चाहिँ प्राइमेरी हाम्रो टुर्नामेन्ट त बसिगयो, यो साथसाथै युनिक प्रेजेन्टेसन एसएचजीज र एन्टरप्रेनर्सको जे छ यो टुर्नामेन्टको 30 to 9 मा चाहिँ पेश गरिनेछ। यो तपाईँको बेसिक डिटेल्स हाम्रो टुर्नामेन्टको। यसको उपरान्त है यो टुर्नामेन्टले के भ्याल्यु दिन्छ है, यो टुर्नामेन्ट खालि फुटबल प्रेमीको लागि मात्रै हो कि होइन, र त्यसको उपरान्त अझै के एडिसनल भ्याल्यु हामीलाई सोसाइटीलाई र आउने दिनहरूमा हाम्रो युथ्सहरूलाई दिन्छ, कसरी दिन्छ, कहिले दिन्छ, यो भन्नु लागि चाहिँ स्वयं हाम्रो म यो माइक चाहिँ हाम्रो एपीएस सर हाम्रो सोरेङ डिस्ट्रिक्टलाई ह्यान्डओभर गर्दैछु। सम्पूर्ण मिडियामा आबद्ध हुनुभएका मिडियाकर्मी साथीहरूलाई नमस्कार। सँगसँगै तपाईहरुको च्यानल हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकवृन्दमा नमस्कार। अनि हामीले सुन्दै आइरहेको छौँ 18th एलडी काजी मेमोरियल गोल्ड कप फुटबल टुर्नामेन्ट 2025 जुन च्याखुङको खेला मैदानमा भइरहेको छ, र यहाँहरू सबैलाई हामी नम्रताको साथ, आदरको साथ, सम्मानको साथ स्वागत गर्न चाहन्छौँ। कारण त्यो टुर्नामेन्ट धेरै भव्यताको साथमा भइरहेको छ। त्यो टुर्नामेन्ट चाहिँ अवश्य नै हामी स्वर्गीय एलडी काजी जो सिक्किमका प्रथम मुख्यमन्त्री हुनुहुन्छ, अनि सिक्किमे जनता अथवा सिक्किमदेखि बाहिरका मानिसहरूले उहाँलाई प्रजातन्त्रको पिता भनेर चिन्ने गर्छ, र उहाँलाई अवश्य नै त्यो एउटा सम्मानको साथ हामीले त्यो कार्यक्रम गरिरहेका छौँ। तर त्यो सँगसँगै हामीले विशेष गरी हामीले जानेको कुरा छ, भारतवर्षमा 112वटा डिस्ट्रिक्ट्सहरूमा सोरेङ जिल्ला पनि एउटा एस्पाइरेसनल डिस्ट्रिक्ट हो, र सोरेङ जिल्लालाई पनि वर्तमान सरकारले सम्माननीय मुख्यमन्त्री श्रीमान पीएस कोले साहबको नेतृत्वमा रहेको सरकारले सोरेङ जिल्लालाई पनि बढोत्तरी गर्न चाहनुहुन्छ, विभिन्न क्षेत्रमा वृद्धि गर्न चाहनुहुन्छ, र अरू जिल्ला सँगसँगै एट पार विथ अदर डिस्ट्रिक्ट्स उहाँले काम गरिराख्नु भएको छ। अनि यो हाम्रो मुख्य औचित्य यो कार्यक्रमको अथवा गोल्ड कपको मुख्य औचित्य चाहिँ हो सोरेङलाई पनि एउटा टुरिज्म क्षेत्र मार्फत अरू डिस्ट्रिक्टहरूको तुलनामा ल्याउनु हो, र त्यसले गर्दाखेरि त्यो कार्यक्रम अवश्य नै हाम्रो खेलप्रेमी दर्शकवृन्द र खेलाडी भाइहरूको दक्षतालाई बढाउनु हो हाम्रो मुख्य उद्देश्य, मुख्य औचित्य। तर त्यो सँगसँगै हाम्रो सोरेङ डिस्ट्रिक्टलाई पनि टुरिज्मको म्यापमा ल्याउनु अनि टुरिज्मको क्षेत्रमा चिनाउनु, किन भन्दा सोरेङमा अथवा च्याखुङमा जुन चाहिँ ठाउँमा यो कार्यक्रम भइरहेको छ त्यहाँबाट माउन्ट कञ्चनजङ्घाको रमणीय दृश्य त्यहाँबाट देख्न सकिन्छ, र टुरिज्म प्रस्पेक्टमा हेर्नुपर्दा पनि धेरै यस्तो ठाउँहरू छ सोरेङ डिस्ट्रिक्टमा जुन ठाउँहरू चाहिँ टुरिस्टहरूले अवश्य नै मन पराउने गर्छ। अनि यो चाहिँ हाम्रो मुख्य उद्देश्य हो यो कार्यक्रमको, र म विशेष गरी सबै आदरणीय सिक्किमेली दाजुभाइ दिदीबहिनीहरूलाई हामी आमन्त्रणा जनाउन चाहन्छौँ। एक त हामी त्यहाँ गएर विटनेस बनिदिँदाखेरि स्वर्गीय एलडी काजी साहबलाई सम्मान पुग्छ, त्यो सँगसँगै हामीले सिक्किमलाई कसरी टुरिज्म क्षेत्रमा अगाडि बढाउनु त्यसलाई पनि धेरै ठुलो टेवा पुग्छ भन्दै म फेरि पनि सम्पूर्ण दर्शकवृन्दलाई तपाईहरु आएर सोरेङ जिल्लामा एकचोटि घुमेर र च्याखुङमा जुन चाहिँ भइरहेको हाम्रो 30 तारिखदेखि 9 तारिख नोभेम्बरसम्म हाम्रो फुटबलको आयोजना छ, र त्यसमा सहभागिता जनाइदिएर यो कार्यक्रमलाई अझै सफलीभूत तुल्याइदिने पनि म बिन्ती गर्न चाहन्छु। टुर्नामेन्टको प्राइज मनी रहेको छ तपाईको विनर्सलाई 10 लाख रुपैयाँ नगद पुरस्कार छ भन्दा रनर्स अपलाई 5 लाख रुपैयाँ 5 लाख रुपैयाँ। यसपालि चाहिँ तपाईको हाम्रो वुमेन्सको पार्टिसिपेसन छैन, किनकि अघि भनेकै जस्तो यो आफ्टर ब्रिफ ग्याप हामीले अर्गनाइज गरेको हो। त्यसले गर्दाखेरि अब यो टुर्नामेन्टलाई एभ्री इयर एनुअली यो टुर्नामेन्ट तपाईको अर्गनाइज हुँदै जान्छ। सो एनुअली हामी एडिसन्सहरुमा चाहिँ तपाईको वुमेन्स टिम मेबी जुनियर क्याटेगोरी र युथलाई इन्करेज गर्नको लागि मेबी स्कुल लेभलको पनि हामी ग्रेजुअली यो अब टुर्नामेन्ट अगाडि बढ्दै जाँदाखेरि एनुअली हामी यो एडिसन एड गर्दै जान्छौँ। लास्ट इयर यो स्पेक्टेटर्सको लागि टोटली फ्री। दिस इज इभन एउटा अझ एउटा अनाउन्समेन्ट म्याराथनको लागि पनि रेजिस्ट्रेसन इज टोटली फ्री।
तपाईँको अब यो डिजिटल पेजेसहरूमा सायद तपाईँहरूकै मिडिया पेजेसहरूबाट हामी म्याराथनको वलपेपर सर्कुलेट गर्नेवाला छौँ। त्यो वलपेपरमा चाहिँ क्युआर कोड हुन्छ, त्यो स्क्यान गरेपछि तपाईँको गुगल फर्म्स हुन्छ, गुगल फर्म्सबाट तपाईँले रेजिस्टर गर्दा भइगयो, फ्री रेजिस्ट्रेसन हो तपाईँको। यो 19 मा अन्तिम 2019 लास्ट टुर्नामेन्ट हो त्यहाँदेखि आफ्टर 6 years एक्सक्युज मी, यहाँ फ्यामिलीबाट पनि हुनुहुन्छ। फ्यामिलीबाट पनि हुन्छ, अलिकति केही शब्द राख्नु। सबैलाई नमस्कार। काइसाको म नाति, मेरो नाम चाहिँ कर्नल सोनम शेर्पा। अन्त खास कुरो चाहिँ हाम्रो फ्यामिली तर्फबाट हाम्रो सिएम साहबलाई धेरै धेरै धन्यवाद, अन्त हाम्रो एमएलए साहबलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो तर्फबाट चाहिँ खालि त्यति धन्यवाद सुनाएर फुल धन्यवाद दिन चाहन्छु।